ठुलो छ, केही छैन, एउटा केही छैन। यहाँ त तैबिसी अलिकति भयो नि बजार देखिएको छ। प्रशासनले आधी घण्टा अगाडि चाहिँ खबर गरायो बाढी आउँदैछ। 20 मिनट त्यो 20 मिनटमा धेरैजना भागे होला हैन? भाग्न चाहिँ हेर्नुहोस्, जो लोभी पापी छ त्यसलाई लिएर गए, जो म बाँच्छु भने त्यो बाँचे। सिधा भन्नुपर्दा ज्यान बचाउन चाहेको भए बचिन्छ। 20 मिनटमा धेरै सकिन्थ्यो। यहाँ हेर्नुहोस् त, बाढी आउँछ भने पुलमा बसेर सेल्फी खेल्ने मान्छे सबै लिएर गएको छ। किन? उसलाई त सेल्फी खिच्नु छ, फोटो भोलि देखाउनु छ। पुलमा बसेर सेल्फी पनि खिच्छ? सबै त्यो त एउटा पनि छैन। त्यसरी पनि बसे जानकारी पाउँदा हेपेको, यति हेपेको तिनीहरूले त्यस्तो हैन। यो एउटा तपाईले गम्भीर कुरा बताउनु भयो। पूर्व जानकारी हुँदाखेरि चाहेको भए जान बाँच्थ्यो। अहिलेको जनता भनेको कुकुर हो। न त प्रशासनले भने मान्छ, न आफूभन्दा ठुलोले भने मान्छ। हेर्नुहोस्, न आफन्तलाई केही गन्छ। यो अहिलेको मानिस भनेर मानिस छैन। चाहेको भए जान बाँचिन्थ्यो। जान्छ